हेलो गाइज वेलकम ब्याक टु माई युट्युब च्यानल। आज चाहिँ हामी मनोकामना जान लाग्यो दिदीहरूसँग। दिदीहरू चाहिँ यहाँ छन्। बाबु हेलो हेलो गरिदेऊ न। भ्लग बनाउँछ नि हाम्रो बाबुले। भ्लग बनाइदेऊ त। के भन्नुपर्छ अरे भ्लगमा? बाबु के भन्नुपर्छ भन न, यहाँ आऊ न। हामी चाहिँ अहिले आबु खाइरहेको छौँ। यहाँ नानीलाई घुमेर बसिरहेको। अब 5-7 मिनटमा आउँछु भने अनि त्यसपछि अब चाहिँ हामी मनोकामना गइन्छ। आज चाहिँ मेरो चाहिँ फर्स्ट टाइम हो मनोकामना। नानी पनि आइसक्यो अहिले। खोइ त नानी यहाँ आयो भनेको त अर्कै गाडीमा पो तल झार्दै रहेछ। डरायो होला होइन नदेख्दा। ल ल ल जाम हिँड अब यही गाडीमा जाने। बाइकमा नभए गाडीमा सर्र धेरै पछि गाडी चढियो। कहाँ जान लाग्यो हामी? कुन मन्दिर? मन काना किन त्यो ड्राइभरले देख्दै नि चला यता उता छड म चलाउँछु भन्नु भन्दा नि अस्ति हल्लिने कि गाडीमा चाहिँ। हामी चाहिँ अब फाइनल्ली मनोकामना चाहिँ आइपुग्यौँ। मनोकामनाको गेटमा आइपुग्यौँ। अब चाहिँ हामी जान्छौँ। दिदीहरू अघि गइसक्यन्। दिदी हेलो छिट्टै छिट्टै हो मान्छे त टन्नै छन् है। आज चाहिँ मान्छे चाहिँ छ्यालब्याल धेरै छन्। हाम्रो पालो त अब धेरै पछि आउला जस्तो दिदी आज त। साह्रै बेर लाउला जस्तो छ आज त। दिदी खोइ बाबु? दिदी खोइ? यी कति धेरै मान्छे हुन्। टिकट काट्ने हो? टिकट काट्ने रहेछ क्या। टिकट काउन्टर त टिकट काट्दैछन्। पालो त आज त ढिलै आउला जस्तो है। होइन नानी बाबु केबल कारमा हापुन्टु को जाने? अनि म नजानी? मामा दिदी सबै जान्छ। म जान्न तिमी? अबुई डर लाग्यो। मामालाई पिट्न हुन्छ त? हुन्छ। आमाको चस्मा लगाएको त खतरा देखियो त बाबुलाई। अङ्कलले छैन। टिकट पैसा 4000 770 रहेछ नि एकजनाको। फर्किनको लागि प्रस्थानको लागि लामो भयो यस्तो अब सानो नहुने। ईद कति लामो थियो मेरो पहिला। आज काटेर 22 तारिकसम्म 5-6 दिनपछि आयो नि हुने रहेछ टिकट काटेर। नयाँ कुरा पनि थाहा भयो। सबै रोकियो त नानी। रोकियो भने त डर लाउँछ होला है। सब के चल्यो
चाहिँ जाउँ जाउँ छिटो अब बाबु डराउँछ नि अब डराउँछ नि बाबु डराउँछ कि डराउनु कुन्टु हाँस्देऊ नि त नानीले त पहिले यो चलाउँथ्यौ होइन केबल कार तिमीले चलाउँथ्यौ होइन डराउनु न बाबु नादिन्छु नि अहिले एकछिन केही हुन्न नि हजुर खै होइल ढुङ्गालो होइल यतापट्टि त फेरि अर्को लाइन बनाएको अनि बाबु कति बिन्दास बसिन् डर लाग्छ हुन थाहै पाएको छैन कि स्टेसनमा मोटर हुन्छ क्या नानी डराए जस्तो यता हेर्छ अरे उता फर्की नानी चाहिँ अलिक कमजोर छ तपाईँ चाहिँ धेरै डराउनु होला बाबु कति बिन्दास बसिनु यस्तो झ्याल्दियो त ढोकातिर भगवान् छ नि त्यो डर लाग्यो त्यही भएर हो कि यतापट्टि त अस्ति त डरा दिनु मम्मी आउँदा होला बताइदियौँ हामीले ए अझै रहेछ त टु गरिसक्यौँ बाबुले कपाल हेर नि कपाल आज त्यो माथि हेर्दा कस्तो ठाडो छ त्यो अहिले झर्ने बेला मलाई थाहा पाउँछ त्यहाँ माथि चाहिँ उकालो र ओह्रालो रहेछ कसो झर्ने भन्ने अहिले मलाई म यहाँ डराएको थिएँ हाँसो लाग्यो हिँडेर आऊ हिँडेर यहाँ रहेछ अब त हेर एकछिन अझै नआयो हुन्थ्यो है भैया एकछिन अझै नआयो हुन्थ्यो कति छिटो आयो मान्छेलाई बसी होइन यस्तो यहाँ त खतरा रिसोर्टहरू सोल्टी होटेल यो रहेछ सोल्टी लेख्यो रिजोर्ट बनाएको छ रिसोर्ट त दामी रहेछ हजुर आयो आयो बाबु आयो दामी रहेछ रिसोर्ट हिँड्न पर्छ यहाँ पनि कति नि नरियल सयमा आयो यता त्यही ल्याउनु त यो 1000 पर्छ कुन्टु यता अरू सामान आउँछ यहाँसम्म हुन्छ 108 बत्तीहरू हुन्छ यो आदिनु भयो यो लिनु यो चाहिँ पुरा सेट हुँदैन है हेर्नुहोस् 108 बत्तीहरू सिङ्गारहरू आउँदैन योमा होइन काटेर यो चाहिँ 108 बत्ती सबै सामान आउनै छ अझै सामान आउनै छ योमा चाहिँ लेख्दै बाबु 108 बत्तीहरू बाटेको योमा चाहिँ 4 आइटमको बत्ती आउँछ है तपाईँलाई पुरै आउँछ है दस मिनट जति हुन लागिसक्यो हिँडेको अहिले लाइनको अन्तिम पार्ट नै आउनु र दिदी
छोटो पैसा नाउ ओ ज्ञानी बाबु अनि धेरै पर भन्दै होइ त ए ल बाबुलाई अब बडा ठुली ठुली हुने ज्ञानी हुने मेरो बाबु सधैँ हस् हुने हस् अझै माथिसम्मै हुनुहुन्छ मान्छेहरू ल जी गर्नु जी जी आउई आउई 2 घन्टा लाइनमा बसेपछि चाहिँ बल्ल बल्ल पालो आयो त्यसपछि पूजा थियो ठकै लाहा यहाँ बस्दा बस्दा खुट्टा दुखेर साह्रै गाह्रो भयो अब चाहिँ आजको ब्लग चाहिँ यहीँ हाल्नु पऱ्यो थकित भइयो खाए पनि खाइएन कति 4 भयो 4:30 भइसक्यो त आजको ब्लग चाहिँ यहीँ हाल्छु फेरि अब अर्को ब्लगमा भेटौँला।